पठाइदिन्छु भनेको छ सबै अर्डर। आज आउँछ भनेको? हजुर। ए ल त ठिकै छ त कामले गर्न सक्छ। म्याम के भयो? तपाईँको फोन यचिदिनु न। फोन रे? फोन किन चाहियो तँलाई? कल गर्छु। किन? कसलाई गर्नु पर्यो? म्याम मेरो बोयफ्रेन्डले टाइम दिएको थियो, एक कल गर्छु नि, मैले बिर्सेँ क्या, कल गर्छु नि म्याम। अस्ति मैले त्यत्रो कल गरेर लाइन सुध काटिसक्यो, अब तँलाई फेरि मेरो फोन चाहिने? अनुहार न अनुहार कसरी पठाउँछ हो यो केटीले? यो होला त बरु मै राम्री छु। त्यस्तो होइन के म्याम, थाहा छ केटाहरूले हेरिराख्यो भने हामीले आँखा चिनिक्क पार्नुपर्छ क्या म्याम। म्याम अनि थाहा छ केटाहरूले कल गऱ्यो भने हामीले फ्लाइङ किस दिनुपर्छ क्या म्याम। म्याम अनि यो छ नि हाम्रो पान त हुर्र जान्छ नि। ए फ्लाइङ किस दिने मान्छे सम्झेस् कि क्या हो त यो मलाई? टाइम नटुई चाहिएको छैन मलाई त्यसरी केटा पठाउन। जा गएर चिया पका, घरमा माथि भन्दा न। उठा न हो, उठा फोन। कस्तो होला रिङ गरिरहेछ, फोन उठा न। अब एकचोटि गर्नुपर्छ। रिङ गरिरहेछ, फोन उठा न हो, कति बेर। हेलो हेलो कहाँ पुग्नुभयो? सामान आइसक्यो हो कि आइसक्यो? अनि खोइ यत्रो बेर भइसक्यो अहिलेसम्म आएकै छैन। म्याम ट्राफिक जाममा पऱ्यो होला, एकैछिनमा आउँछ ल। ट्राफिक जामले के गर्नको यो? ओइ पढुवा कलेज के क्या हो? बिहानदेखि कहाँ पाउँछु म्याम? फोन राख। तपाईँले हाले पनि भइहाल्छ नि। फोन राख भनेको सुन्दैनस्? अनि के गरिरहेछ यो? फोनै स्विच अफ गर्नु पर्यो।